हेलो गाइज, के छ अब सन्चै हुनुहुन्छ? सन्चै छौँ, यहीँ हो हामी अहिले यहाँ डाँडामा, खास गरी यहाँ डाँडामा आएको यहाँ भाइले यहाँ यस्तो राम्रो छ अरे आउँदा यस्तो रहेछ भने के सोचेर आएको थिएँ, के भयो भने जस्तो भएछ नि। आम्बो यहाँ खतरा देखाएको छ, के हो भने जस्तो भयो त। यस्तो छ है, तलतिर चाहिँ धान के गरे त्यो धान काटिरहेछ, यहाँ सुकाएर रहेछ क्या पराल चाहिँ यस्तो दामी छ होइन। त्यहाँबाट अरूभन्दा चाहिँ त्यहाँ घाम चाहिँ खतरा देखिरहेछ आज। आकाश चाहिँ आकाश स्काई भन्नलाई आकाश भएछ है। हाँसिरहेछ मरो भनेको थियो। यो चाहिँ दामी लाग्छ, यो घारी चाहिँ मलाई फुलको। उता चाहिँ रहेछ के हो त्यो सन्दानेश्वर है के भन्ने ठाउँ रहेछ त्यहाँ। यहाँ हाम्रो भाइ पौडी खेल्दैछ भन्न नमिल्ने त्यस्तै टाइपले बसिरहेछ क्या। तर फोटोसुट हान्दिउँ के हो, अब खतरा आइरहेछ। अरू के भनौँ भने यता घुम्न आउनु भयो, आउनु घुमाइदिउँला के छ र। 3-4 फनको खुवाइ आफै हराउला। त्यही त म 4-5 चोटि हराइसक्यो भने। कतिचोटि रे के थाहा नभन्न, तै खोज्न गएको होइन मलाई हराएर। त्यो चाहिँ यति भन्ने हो कि फेरि त्यो यो चाहिँ दामी लाग्यो आज। दिनेश यो आज रुख लगाएर आज निद्रुक परेको छ, नत्र जहिले मसँग जुत्न आउँथ्यो। त्यही त हौ के अरे त्यही त भन्छ। म यहाँ जाउँ न, यहाँ सुत्देऊ न एकचोटि, सुत्देऊ न ल एकचोटि ल। त्यहाँ होइन क्या उयो परालमा, त्यहाँ सुत्दै यहाँ त भुसभुस लागिहाल्छ नि। त्यहाँ सुत्नु मजै बेग्लै हुन्छ। त्यो गोछ के त्यसले गोछ म चाहिँ सुत्या ल, फेरि मान्छेले चाहिँ नदिएकोस्, वरिपरि कोही छैन होइन, तपाईँहरूलाई सुतेको बुझ्नु न। अब ल सुतेको है त गाइज, यतिको चाहिँ हुनुपर्छ है फेरि। भने जस्तो हो क्या। त्यहाँ आधी जति चाहिँ कराए त्यो अरे काटिसकेछ, त्यति चाहिँ काटेको छैन हो। त्यही हो भूत भने तेरो बहिनी त होला नि त्यो, त्यस्तै कराउँछ भने। अरू के देखाउँ भने तपाईँहरूलाई एउटै चिज छ क्या, यहाँ बोतल भन्न नमिल्ने अरू चिज छ। यहाँ बस्छ त कहाँ गङ्गड पाउँछ? औ गङ्गड मार्न जाऊँ न त। गङ्गड पाउँछ अरे होइन यो भाइले, हामी गङ्गड मार्न जाँदैछौँ अहिले, हेरिदिनु होला है त। यस्तो ठाउँमा आएको छ क्या होइन। हामी अघि त्यो डाँडामा थियो क्या, त्यो डाँडामा थियो। अहिले हामी यो भाइ र म यहाँ यस्तो घारीमा हिँडिरहेको छु। गङ्गडा पाउँछ अरे भनेर ल्याएर आएको यसले, हेरौँ अब पाउँछ कि पाउँदैन। मलाई पनि थाहा छैन, हेर्न हो थाहा छैन भन्छ मासले त्यहाँबाट ल्याएर। घाँस छ यस्तो छ है, खोला भन्छ कुलो रे मास छ। अघि खोला रे अहिले कुलो रे, जामै थाहा हुँदैन हेर्दै खोला कुलो। त्यहाँदेखि यताको खोला यस्तो हुन्छ नि त। खोइ कहाँ पाउँछ ल, एउटा टिपेर देखा नि त। टिप्छु यहीँबाट च्याप। यहाँ चाहिँ मान्छे के अरे यसलाई के भन्छ अरे? कोदो के कोदो हो, फापर होइन। होइन मैले बिर्सेँ क्या, त्यही भएर सोधेँ अनि, नत्र केलाई सोध्नु त यसलाई। यहाँ धान काटेनमा आइपुग्यो हामी, त्यहाँ माथिबाट यहाँ आइपुगिदिएर अरे क्या। क्या हुआ हमारा साथ ऐसा भी होता है क्या? के बोले भाइ? अब के बोले? एउटा गीत गाइदिन्छु ल। खतरा गाइदिन्छु नि फेरि म। अनि के हो अरे लान चाहिँ कहाँ खोज्यो क्या भाइ तैँले मलाई? जाउँ न सिधै
सिधै सिधै भनेर यहाँसम्म ल्याइन्छ घुमाउन अरे घुमाउन यस्तो ठाउँमा घुमाउन कसैले ल्याउँछ दिनेशले ल्याउँछ यहाँ यस्तो ठाउँमा 3-4 चोटि ल्याउँछ यस्तो रहेछ यहाँ चाहिँ यस्तो छ हामी माथिबाट देख्दैपट्टि टाढो देखेर यहाँ आइपुग्यो हामी हेर्दा हेर्दा यहाँ आइपुग्यो के भन्नु भन्दामा पछाडि के भन्दैन होइन भाइ त झन् कट्टु पाउँछ अरे यहाँ चाहिँ पाउँछ जस्तो लाग्यो हेरिदिउँ न त के छ र आइज है गङ्गटेहरू पाउँछ भने त अहिले अब हेर्छ त ढुङ्गा उचाल्ने त नै हो यस्तो फोहोरमा पनि छ त्यो टोइलेटको आयो होला सायद होला जान्छ हिँड्नु चाहिँ होला अरे होला मुख छाप्छ अति नै यहाँ नानु दाइ र के अरे कान्छी खुबु हेर्दै हुनुहुन्छ भने यहाँ कमेन्ट हान्नु पऱ्यो है फेरि मैले हेरेन भनेर बुझ्छु नि फेरि यस्तो ठाउँ छ यहाँ यसरी टक्क टेक्यो यहाँ यसरी होइन मेरो भ्लग हेरेपछि तपाईँहरूलाई यस्तो ज्ञानको कुराहरू धेरै सिक्न सक्नुहुन्छ तपाईँहरूले यहाँ पछाडि झन्डै लड्या थियो के भन्नु छ र अब कुछ शब्दै नहे तेरो लियो भने जस्तो भयो नि यस्तो यहाँ कोदो फुल्यो बारीमा बरीलाई भने जस्तो हो क्या गाई यहाँ पहिरो गएको रहेछ मान्छेले नदेखाएसम्म नदेखि होइन नि म अब यसो भ्लगरमा नि अब यसो क्यामेरामै फोकस हुन्छ नि जस्तो होइन नि भाइ यहाँ के बनाउँदै रहेछ हेरिदिउँ न त कति गहिरोमा हेर्ने हो के अब गहिरो छ के गहिरो छ म्युजिक यो होइन गहिरो छ अरे न्युजिल्यान्डमा यस्तो गहिरो अरे के गहिरो हो के छ यो यसको लट्ठी बक्स होइन मैले के भन्यो भने हान्छ भने कपाल हेर्नमा सक्दैन कसैले सक्दैन यति कपाल बस्न सक्दैन जुम क्यामेरामा हान्छ तजै भइदिएर क्या साँच्चीकै हानेछ भने क्यामेरामै यसको दिमाग होइन 50% हराएछ यहाँ ढुङ्गट खोज्दैछ यो अनि गङ्गड त्यो गरे अरे अब के भन्नु अब ल निस्किनु पऱ्यो 4-5 वटा सपना निस्किन र जुम है हौ त मासेर हामी चाहिँ अहिले फेरि त्यही ठाउँमा आइसकेका छौँ अब हामी घर जान लाग्यो त्यहाँबाट घर जानेछौँ यति नै हो आजको लागि भ्लग चाहिँ सब्सक्राइब लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला तपाईँहरूलाई कस्तो लाग्यो भनिदिनु होला है त कमेन्टमा बाई है त अर्को चोटि भेट्नेछौँ।